वाउ आजको मौसम कति राम्रो हो कि मलाई चाहिँ यस्तो मौसम भयो भने चाहिँ यस्तो खुसी लाग्छ के खाने नखाए नि भोक मेटे जस्तो फिल हुन्छ वाउ कस्तो दामी यो शीतल यो मौसमलाई ड्रममा जम्मा गरेर राख्न मिल्ने भयो नि राख्न हुन्थ्यो नि कस्तो राम्रो मौसम यो मकैहरू देख्दा त झन् यति राम्रो देखिरहेको कि अहिले यो यति बेला है यस्तो राम्रो छ कि मौसम मेरो छोरीलाई नि खुसी लाग्छ यस्तो ओ माई गड सबैजनालाई यस्तै शीतल भयो होला है आज त ओ गड यो चाहिँ नवल बोर्डिङ जाने बाटो यो चाहिँ हाइवे जाने यहाँबाट 3 मिनट 2-3 मिनटमा हाइवे पुगिन्छ गाइज यस्तो राम्रो छ कि आजको मौसम यति शीतल छ कि यति आनन्द छ कि शीतल भयो सानो कस्तो राम्रो मौसम हेर त अहिले यति बेला चाहिँ पानी पर्ला जस्तो भएको छ हाम्रो नवलपुर दलदलेमा हजुरहरूकोतिर चाहिँ कस्तो छ मौसम प्लिज कमेन्ट यस्तो राम्रो मौसम छ आज है मेरो घरतिरको एरिया यसै पनि रमाइलो लाग्ने ठाउँ झन् आज झन् शीतल भएर यस्तो आनन्द लागिरहेछ कि ओ माई गड मेरो छोरो नि बाहिर खेलिरहेको छ त्यही भएर मेरो फुलहरूलाई नि कस्तो राहत मिल्यो कि आजदेखि अब यस्तो शीतलमा मेरो फुलहरू सानो सानो फुलहरू छ पानी पऱ्यो भने चाहिँ कस्तो राम्रो हुन्छ यो फुलहरू यो चाहिँ म रामपुर जाँदाखेरि दिदीको घरबाट लिएर आएको फुल हो यो चाहिँ तर सर्यो है फाइनल्ली अनि कति धेरै फुलहरू मलाई मनपर्छ क्या फुल रोप्न यति राम्रो हुन्छ मेरो फुल अब पानीले आइटो यो चाहिँ मैले रामपुर जाँदा लिएर आएको फुल हो फाइनल्ली उम्रियो नि त बाजे शीतल भयो बाजेलाई शीतल भयो अब पानी आउन लाग्यो ल फाइनल्ली हावाहुरी चल्न लाग्यो है अब दलदलीमा चाहिँ हावाहुरी चल्न लाग्यो अब चाहिँ डर लाग्यो है मलाई बाहिर बस्न मन चाहिँ पर्छ तर बाबु सानो छ त्यही भएर ओ माई गड कति राम्रो मौसम ओ म के गर्न सक्छु यो मौसमलाई जम्मा गरेर राख्न मिल्ने भने जम्मा गरेर राखेर थोरै थोरै युज गर्नु हुन्थ्यो लिची चाहिँ यत्रो भइसक्यो मेरो पछि म्याङ्गो यो चाहिँ आफै उम्रेको हो कि बनाना तर मलाई उखालेर फाल्नु मन लागेन कि इट्स माई डग यस्तो मेरो राजा चाहिँ डराएर भित्र गइसकेछौ राजा डर लाग्यो तिमीलाई के भयो ओ के गरेको